अब प्लस मेरो त घर परिवार पनि भाँडियो नि त। मेरो त घरमा भर्खर बिहे भएको थियो, मेरो माघी बिहा भयो होइन। के गर्न खोजेको नि मैले बुझ्दै बुझिनँ क्या। ब्ल्याकमेल गर्ने। अब यिनीहरूले के ठाने भने म पहिलाकै जस्तो मान्छे हो, अब यो रुम चाहिँ कराउँछ अनि पैसा सैसा दिन्थ्यो अलिअलि। अब उनीहरूले 50-60 लाख भने थियो, 15-20 लाख रुपियाँ त कसो नआउला भन्नेमा यिनीहरू लागे। बरु 15-20 लाख रुपियाँ मैले दिनु पर्ने रहेछ। मैले चाहिँ सरकार छ, मैले चाहिँ अब हाम्रो त अब त बारेन सरकार छ, सुदन गुरुङ दाई हुनुहुन्छ, राजसभाको सरकार छ भनेर मैले त्यतिखेर चाहिँ त्यो डिल मानिदिनु पर्ने रहेछ भन्ने जस्तो लाग्यो भाइ। अब म सम्पूर्ण दाजुभाइलाई म दिदी बहिनीलाई के भन्छु भने होइन, तपाईँहरूलाई जसले धम्क्याउन आउँछ राजसभाको मान्छे भनेपछि प्लिज कसैले पनि काउन्टर क्वेसन नगर्नु होला। काउन्टर क्वेसन भनेको कसैले पनि नगर्नु होला। जति जति माग्नुहुन्छ उहाँहरूले पैसा दिनुहोस्। यति रुवाउँछ यिनीहरूले, यति रुवाउँछ होइन। तपाईँहरूलाई मान्छे बनेर बाँच्न दिँदैन क्या, मान्छे बनेर बाँच्न दिँदैन। मलाई यस्तो पीडा भयो छ भाइ होइन। म विदेशमा छु, म एक्लै छु। म आफ्नो रोजीरोटी गरेर मेरो घरमा आमा बाबु, म बुवा त बितेर जानु हो, मम्मीलाई पालिरहेको छु, मेरो बहिनीको पढाइ हेरिरहेको छु, मैले सम्पूर्ण खर्च बेहोरिरहेको छु होइन। यदि म त्यस्तै केटी हुन्थ्यो भनेर म रातोरात करोडपति अरबपति भइसक्थेँ होला यहाँ होइन। म त्यति नराम्री पनि छैन। मैले नराम्रो किसिमले गरेर पैसा कमाउनु पर्ने हो, म रात दिन खटिनु पर्दैन थियो होइन। यिनीहरूले यति नराम्रो गर्छ। म सबैलाई त्यही भन्छु, अब केही हुँदैन, गुनासो कहीँ पनि सुन्दैन, सबै यो सोसियल मिडिया मात्रै हो। अनि प्लस कस्तो हुँदो रहेछ भने अब हामीले गरे कसैलाई केही भनिहाल्नु भने पनि उहाँहरूले पनि त्यो कुरा सुन्न चाहनुहुन्न। उहाँहरूले चाहिँ उल्टै होइन मुख छाड्ने, यस्तो यस्तो भनेर मुख छाड्छन्। मेरो बुवाले मलाई एक थप्पड पनि नहानिकन एउटा केही मुख नछाडिकन हामीले नसुनेको मान्छेलाई त यस्तो यस्तो भनेर प्रस्टिट्युट त्यो नेपालीमा हुन्छ नि त्यस्तो शब्दहरू, त्यस्तो त्यस्तो भनेर जहाँ पनि मुख छाड्छन्, जे पनि भन्छन्। मेरो बहिनीलाई पनि भन्छन्, मेरो मम्मीलाई पनि भन्छन्। यिनीहरूले कसैलाई बाँकी राख्दैनन्। अब के गर्नु पर्यो भने हामीले सबैभन्दा मेन कुरा, मैले मेन स्ट्रिमको मान्छेहरूलाई पनि बारम्बार गुहारे मैले होइन। मैले कति पत्रिकाहरूलाई लेखेँ बिन्ती छ मेरो कुरा त्यहाँसम्म पुर्याइदिनु। मैले नेताहरूको मान्छेहरूलाई कतिजनालाई भने बिन्ती छ मेरो कुरा रवि दाइसम्म पुर्याइदिनु, किनभने मलाई उहाँमाथि एकदमै विश्वास थियो क्या। र मेरो मम्मीले नि जहिले पनि भन्छ क्या अरे रवि दाइले एक कुरा थाहा छ कि छैन, त्यहाँ गएर भन्न पाए हुन्थ्यो, त्यो पार्टीमा जान पाए हुन्थ्यो भनेर भन्छ। तर त्यो हाम्रो लागि त पहुँचको विषय नै भएन क्या। अब जब एउटा पुलिसको त पहुँच भएन हामीलाई त होइन। अब चाहिँ के गर्नु पर्यो भने सबैजनाले उहाँहरूले जे भन्नुहुन्छ त्यही मैले कतिजना सांसदहरूलाई लेखिसकेँ, कतिजना उसलाई लेखिसकेँ भनेको कसैले पनि रेस्पोन्स गरेनन्। कसैले पनि नो कसैले पनि गरेन। एकजना खुसबु ओलीजीले चाहिँ मलाई के भन्नुभयो भने बहिनी तपाईँ यसरी भनेर हुँदैन होइन, त्यहाँबाट मुद्दा दरबिट गरेर लग्यो, तपाईँ उ गर्नु, तपाईँको पर्सनल कुराहरू रहेछ यो, हामीले खासै के बोल्न मिल्दैन भनेर त्यति एउटा जवाफ फर्काएको भए पनि अनि तपाईँ हिम्मत नहार्नुहोस् होइन। मैले बुझेको छु नेपालीहरूको पीडा कस्तो हुन्छ विदेशमा बस्ने।